Hello guys, welcome to new video. आजको भिडियोमा चाहिँ हामी जाँदैछु YANGRI को शॉर्ट ट्रेकिङमा जाँदैछु। Heel or lunch place? Helambu village. Tarkagang village. Two hours hiked for YANGRI base camp. Finally, we are on our day one destination, YANGRI base camp. It's time for snacks. It's our final destination, YANGRI top of hill. Good night, guys. Welcome to day 2. नमस्ते सबैजनालाई। अनि शुभ बिहानी। अहिले चाहिँ बिहानको 4 बजे छ। अब चाहिँ हामी हाम्रो हाइकिङ सुरु गर्नेछौँ YANGRI बेस क्याम्पबाट YANGRIसम्म लगभग 2 आवर जतिको हाइकिङ भन्छन्। लेट्स बिगिन। अब चाहिँ हामी जानेछु। Finally, we are on our final destination, YANGRI Gumba. Hello guys, अहिले चाहिँ हामी YANGRIमा आइपुगेको छौँ। हामी 4:30 देखि उठेर अहिले 1 घण्टा अति हाइकिङ गरिसकेपछि हामी चाहिँ अहिले YANGRI आइपुगेको छ यता। यहाँ चाहिँ छ YANGRि। यहाँ झन्डाहरू हावा एकदम चलिरहेको छ, एकदम चिसो छ, मौसम एकदम चिसो एकदमै। यहाँ चाहिँ तपाईँहरू देख्न सक्नुहुन्छ गेट चाहिँ यहाँ छ। तीर्थस्थल बुद्धिस्ट धार्मिक ऐतिहासिक एकदमै ठुलो तीर्थस्थल यो YANGRI। यो YANGRI एकदमै सुन्दर स्थानमा छ र यसले एकदमै ठुलो इतिहास धार्मिक महत्त्व बोकेको छ। यसका वरिपरि अरु 3वटा यस्तै चुचुरा छन् र त्यो 3वटा चुचुराको बीचमा यो YANGRI चुचुरो छ। यसको इतिहास यस्तो रहेछ। र यो आमा भनेको चाहिँ अब सबैको आमा भनेपछि त्यो बुझिहाल्यो हैन। अनि आमा झोमो YANGRI भनेर हामीले भन्छौँ। त्यो आमा झोमो भनेको चाहिँ 15-16 वर्ष उमेरको कानी केटी। अनि YANGRI भनेको त्यो लक्ष्मी देवी भइहाल्यो। गुरु पेमासन बाबा टिबेटबाट आउँदाखेरि चाहिँ यहाँ हेलम्बु यो हेल्मु गाउँ भन्छन्। गुरु पेमासन बाबाले चाहिँ राख्नु भएको वहाँ अब यो ठाउँलाई चाहिँ सुरक्षा गर्नलाई चाहिँ यहाँ 4वटा राख्नु भएको छ। एउटा YANGRI, अनि एउटा चाहिँ छाती लचिन भनिन्छ, एउटा दोर्जे लेक्पा, एउटा छिरिङ चेङ्गा, अनि एउटा चाहिँ यता पछाडि पर्छ गेनी लेरोङ भनेर पर्छ।
सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकामा अवस्थित योल्मो भूमिको सिरानमा रहेको आमा याङ्ग्री मठ गुम्बा एक प्रमुख धार्मिक र सांस्कृतिक स्थल हो, जुन विशेष गरी योल्मो र तामाङ समुदायको बौद्ध धर्मावलम्बीहरूका लागि महत्त्वपूर्ण छ। यो गुम्बाको उत्पत्ति प्राचीन कालमा भएको मानिन्छ, जब बौद्ध गुरुहरूले हिमाली क्षेत्रमा ध्यान र तपस्या गर्न यो स्थान छनौट गरेका थिए, जसलाई किम्वदन्तीहरूले समेत पुष्टि गर्छ। आमा याङ्ग्री, जसको अर्थ मातृदेवी वा आमाको कृपा भन्ने बुझिन्छ, स्थानीय योल्मो समुदायको कुलदेवीको रूपमा पूजिन्छ र यो गुम्बा प्राकृतिक सौन्दर्य र आध्यात्मिक शान्तिको प्रतीक मानिन्छ। यो स्थलले बौद्ध धर्मको वज्रयान परम्परालाई प्रतिनिधित्व गर्छ, जहाँ ध्यान, मन्त्र र कर्मकाण्डीय पूजाहरू हुन्छन्। ऐतिहासिक दृष्टिकोणले यो गुम्बा हेलम्बु क्षेत्रको योल्मो संस्कृतिको केन्द्रबिन्दु हो, जसले योल्मो समुदायको मौलिक परम्परा, कला र जीवनशैलीलाई संरक्षण गरेको छ। यहाँ विभिन्न समयमा ल्होसार, छेयु जस्ता पर्वहरू मनाइन्छ, जसले सामाजिक एकता, धार्मिक आस्थालाई बलियो बनाउँछ। जुगल हिमालको काखमा अवस्थित यो गुम्बा पर्यटकीय दृष्टिकोणले पनि आकर्षक छ, जहाँ प्राकृतिक सौन्दर्य, शान्त वातावरण र सांस्कृतिक समृद्धिको अनुभव गर्न सकिन्छ। यहाँ टुप्पामा चाहिँ आमा याङ्ग्री छ। यहाँबाट चाहिँ थोरै देख्दैन, पुरीबाट चाहिँ देख्छ। अहिले यहाँ चाहिँ हामी थोरै यहाँ देख्दैन। Thank you for watching.